हेलो फ्रेंड्स, आज म हजुरलाई फंडामेंटल अफ सेलिङमा कसरी पासिङ मार्क्स सजिलै गेन गर्ने भन्ने कुरा बताइदिन्छु। हजुरले कुन कुन च्याप्टर पढेर पासिङ मार्क्स ल्याउन सकिन्छ र कुन च्याप्टर छोडिदिँदा पनि हुन्छ, कुन च्याप्टर त्यति इम्पोर्टेन्स नगरेर पढ्दा पनि हजुर पास भइहाल्नुहुन्छ। इफ हजुरले बुक किन्नुभएको छैन र हजुरसँग सल्युसन मात्रै छ भने पनि हजुरले पासिङ मार्क्स ल्याउन सक्नुहुन्छ सजिलै भन्ने कुरा मैले हजुरलाई एकदम सजिलै बताइदिन्छु। मैले हजुरलाई यहाँ देखाइदिन्छु। मैले हजुरलाई यो देखाइदिन्छु। यहाँ हाम्रो टोटल गरेर 10 युनिट रहेछ हैन, जसमध्ये हजुरलाई क्वेसन 9 वटा आउँछ। 10 युनिटबाट कुनै 9 वटा क्वेसन आउँछ, जसमध्ये हजुरलाई एटेम्प्ट गर्नुपर्ने 7 वटा क्वेसन हुन्छ, लङ टाइपको, डिस्क्रिप्टिभ र एनालाइटिकल टाइपको। त हजुरले डिस्क्रिप्टिभबाट 5 वटा क्वेसन अटेन्ड गर्ने हो, जसबाट हजुरले 6 वटा क्वेसन पाउनुहुन्छ र अटेम्प्ट गर्नुपर्ने 5 वटा हुन्छ। एन्ड त्यसैगरी 15 मार्क्सबाट हजुरलाई 3टाबाट 2टा गर्नुपर्ने हुन्छ। त हजुरलाई टोटल गरेर 7 वटा क्वेसन मात्रै अटेम्प्ट गर्नुपर्ने हुन्छ हजुरहरूले हेर्नुहुन्छ भने। त्यसैले मैले यहाँ टिक लगाइदिएको छु कि कुनै पनि 3टा हजुरले युनिट जुन हजुरलाई गाह्रो लाग्छ त्यो हजुरले नपढ्दा पनि हुन्छ। बाँकीको हजुरले 7 वटा युनिटहरू पढ्नुस्, राम्रोसँग पढ्नुस्। र मैले यहाँ देखाइदिन्छु कि युनिट 7 त्यति इम्पोर्टेन्ट जस्तो लाग्दैन मलाई। यसमा 2 मार्क्सको क्वेसन आउन सक्ने सम्भावना छ एन्ड 10 र 15 मार्क्सको त्यति आउँदैन। त्यसैले यो युनिट 7 त्यति इम्पोर्टेन्ट लाग्दैन। त्यसैगरी मैले 6 र 8लाई पनि टिक लगाएको छु नपढ्दा हुन्छ भनेर। बाँकी 7 वटा हजुरले युनिट एकदम मजाले एकदम राम्रोसँग पढ्नुस् कि जहाँबाट पनि क्वेसन आओस् हजुरले एटेम्प्ट गर्न सक्नुहोस्। र यसैगरी हजुरले यो युनिट 3बाट युनिट 3 जुन छ हजुरलाई एकदम इम्पोर्टेन्ट रहेछ। हजुरले एकदम राम्रोसँग यो राम्रोसँग पढेर जानुस्। 15 to 12 मार्क्सको हजुरलाई यहाँ क्वेसन सोध्ने सम्भावना रहेको छ। त्यसैले हजुरले यो एकदम नछुटाइकन युनिट 2, 3, 1 एकदम नछुटाउनु र हजुरले 10 पनि नछुटाउनु। यसमध्ये हजुरले कुनै पनि 3टा नपढ्दा पनि हजुर पासिङ मार्क्स जति गेन गर्न सक्नुहुन्छ। हस्त धन्यवाद।